मेरो भाइ अघि तैँले एउटा टिकटक हेरिरहेको थियो त उता भित्तामा खुट्टा माथि टाउको तल गरिरहेको थियो कसले गरायो तँलाई त्यस्तो तँ अघि नै एउटाले गराए यार मलाई अघि न दाइ कसले हो भन् त नाम भन् नाम काट एउटाले गराए थिइन अघि न नाम काट त तिमीले अहिले पनिसमेन्ट गर्नुपर्छ भनेर के खै एकचोटि त देखाइदिए त गरेर खै हेरौँ त एकचोटि भोपाल गरेको थिएँ यार यो तिम्रो फोटो भित्तामा टाँसेर पूजा गर्न थालेछ रे त उसले माला नचढाउनु त्यही मात्रै काम छ माला उसले त राम्रो गर्यो त तिमीले कहिले कुलको टाँसेर पूजा गर्न थाल्छौ त उसले त कछिटो गर्यो म किन पूजा गर्नु नि अहिले जिउँदो मान्छे अरू कसले गर्छ त अनि माया गर्ने मान्छेले दिलमा फोटो टाँच्छन् भनेर भनिदेऊ न तिमी एन्सर ए त भन्नु छैन किन देखाउनु पर्ने मान्छेले ऊ भित्तामा टाँच्छन् हुन त 3 तलाको घर हो उसको दिल कोठामा एउटा फोटो होला होइन भन्न सक्नु पर्यो नि हाँसै टुल्लु हजुर मलाई त भाउजू हेर्दै भाउजू हेर्दै अलिअलि शङ्का लाग्छ तिमीलाई लाग्दैन टुल्लु तिमीले कहिले एउटा फोटो देखेछौ मैले भित्ताभरि एउटा फोटो त मेरै छ एउटा कोठामा छैन एउटा पनि फोटो छैन के फोटो टुल्लु आफ्नै फोटो छैन अरूको के फोटो टाँस्नु दाइ भाउजूको बिहा हुँदैछ रे त मङ्सिरमा के हो कुरो हो र थाहा छैन कहिले हुन लाहा खै मङ्सिरमा दाइ भाउजू चाहिँ कुन चाहिँ दाइ भाउजू माथि बस्नु भएको त ए बाबु भन्दैछु सम्झिहाल मैले तँलाई काम के दिएको छु दाङकी केटी होस् केटी दाङको हुनु पर्यो तर सोझी हुनु पर्यो बुझिस् कि बुझिन टिकटक सिकटक नचलाउने लाइभ साइभ नहेर्ने हुनु पर्यो सोझी दाङकी केटी होइन के दाङकी बड्डी डाङकी बड्डी त फेरि होइन ठिक छ डाङकी बड्डी दाङकी बड्डी दाङको खोज हामी जन्ती आउँछौँ यहाँबाट सोझी हुनु पर्यो बास केही थाहा पनि हुनु भएन पढे लेखेको नाइ चाहिएन बुझेनौ नचलाउने फोन गर्न पनि उता सिडिएमए पिसिओतिर छिर्नुपर्ने खालको केटी चाहियो बुझ्यो कि नाइ खोज्छु जस्तै गर्छ खोजिदिन्छ टुल्लु अरे टुल्लुसँग कन्ट्याक्ट बहुत छन्